दिया हेर न आउँदा आउँदै ढिलो भयो। तिमी रिसाएको त छैनौ नि? तिमीलाई नकुरेको कहिले छ र? तिमीलाई कुर्ने त बानी भइसक्यो। छोड्दै यो कुरा, बरु भन के खुसीको कुरा सुनाउँछु भन्दै थियो। सत्य, म आमा बन्दैछु। हाम्रो मायाको चिनो मेरो पेटमा हुर्किँदैछ। जोक नगर न दिया। सत्य, यो जोक होइन, मैले बेबी टेस्ट गरेको, त्यसमा बेबी देखियो। यो कसरी हुनसक्छ? यो बच्चा मेरो होइन। सत्य, तिमीले कसरी भन्न सक्यौ मेरो पेटको बच्चा तिम्रो होइन भनेर? दिया, हामी बिच जे भयो भयो, त्यो सपना सम्झेर बिर्सिदेऊ। तिम्रो पेटमा भएको बच्चालाई एभरसँग गराइदियो। वाउ सत्य, वाउ, तिमीलाई त मैले मेरो मुटु सम्झेर मेरो शरीर सुम्पेको थिएँ। तिमीले त त्यसलाई रमाइलो मात्रै सोचेको रहेछौ। दिया प्लिज, अहिले मैले के सोच्नै सकेको छैन। तिमी अहिले घर जाऊ, म पछि तिमीसँग कुरा गर्छु। सत्य, एउटा नारीको पीडा बुझिदेऊ है। यो समाजमा मेरो अस्तित्व मर्ने काम नगरिदेऊ है, नत्र म मर्न बाध्य हुनेछु। ओके, म पछि कुरा गर्छु। तिमी अहिले जाऊ। म यहाँ बसिरह्यो भने एकैचोटि मलाई फसाउँछु। म आज नै घर जान्छु। हेलो भाइ, म आज नै घर आउँदैछु है। भाइ, आज म घर आउँछु भनेर भन्थ्यो सत्यले, के तिनीहरू पनि आएन? आउँदै हुनुहुन्छ होला नि, सहरदेखि आउने मान्छे ढिलो त भइहाल्छ नि। हजुर पनि यस्तै आँटी मान्छे। मलाई त्यो भाइदेखि साह्रै चिन्ता लाग्छ। सत्य सानो हुँदाखेरि बाआमाले मलाई जिम्मा दिएर संसार छोडेर जानुभयो। त्यही भएर मलाई त्यति सन्तानको चाहिँ त्यति मतलब लाग्दैन। अनि मैले चाहिँ कहिले सन्तानको कम भयो भनेको कुरा? हाम्रो छोरा छोरी जे भने पनि सत्यबाबु नै त हुनुहुन्छ। तिमी बुझ्ने छौ, त्यही भएर मलाई खुसी लाग्छ। मेरो भाइलाई आफ्नै छोराछोरी जस्तै ठान्छौ। मैले भनेको थिएँ नि, सत्यबाबु आइपुग्नु भयो। ए, अनि त सहरबाट आउनलाई किन ढिलो गरेको त? भाइ, मेरो चिन्ता कति लिनुहुन्छ? बाटोमा जाम पर्यो, त्यही भएर ढिलो भयो। सत्यबाबु टाढादेखि आउनु भएको छ, थकाइ लाग्यो होला, यसो आराम गर्नु। हजुर, तपाईँ यहाँ एकछिन बस्दै गर्नुहोस्। बाहिर म धेरै पछि भेट भएको, यसो रमाइलो गर्छ। अब दाजुभाइको पनि धेरै पछि भेट भएको हो, रमाइलो गर्न म पनि कहाँ पछि हट्छु भने यहीँ जाउँ। मेरो दाजुभाइको मायामा कसैको आँखा नलाग्यो। मेरो भगवान्सँग एक प्रार्थना, बाबु बत्तीका लागि जाउँ बाबु। हस् भन्नु। देवनानी, सीता भाउजू, आरती नानी, देवी भाउजू, तपाईँ? देवनानी, मैले त उहाँ बाबुलाई चिन्न सकिनँ नि। चिन्नु भएन? हाम्रो सत्य बाबु। बाबु, अनि तपाईँले चिन्नु भयो त सीता भाउजू? उहाँलाई त चिने, उहाँको छेउमा उभिने आरती होला होइन? आरतीलाई त ठ्याक्कै चिन्नु भयो त बाबु। आरतीलाई म यो सानोमा यो कानमा कति बोक्थेँ, ढाडभरि सुसु गरिदिन्थेँ। अनि यिनलाई चिन्दिनँ त म? हाम्रो बिजनेस पहिलाको भन्दा एकदम ठुलो हुँदै गएको।
अब यो बिजनेस बढाउनलाई अब हामीले के गर्नुपर्छ होला? ए राम पनि के चिन्ता गरेर भने व्यापार बिजनेसमा सधैँ एउटै हुन्छ र। अब हाम्रो व्यापार बिजनेसमा सहयोग गर्नलाई भाइ पनि आएको छ घरमा। ए भनेपछि तेरो भाइ पनि घरमा आएको छ? आएको छ। सानो छँदा देखेको, अहिले त तेरो भाइ पनि लक्क जमान भयो होला है। यसो गरौँ त, अब मेरो भाइ पनि भेट हुने, काम सकाएर साँझतिर मेरोतिर जाउँ त है। अरे आज म घर छिट्टै जानुपर्ने काम छ यार। ए त्यतिका सोध्दै गइरहेको घर त हो नि, पछि जाउँला नि। आज मेरो घरतिर जाऊँ न। ठिकै छ नि त, जाउँ, तत्काल भेटिन्छ। ल त जाउँ। आरती हेर त, तिमी 20 मिनट ढिलो आयो। 20 मिनट ढिला हुँदा नि यति धेरै छटपटी? भोलि तिमीबाट कसैले मलाई खोसेर टाढा लग्यो भने नि? तिमीलाई म बाहेक अरू कसैको हुन दिँदैन। आकाश, यो त पागलपन हो। पागलपन नै सही, त्यही पागलपन भित्र तिम्रो चोखो माया लुकेको छ। आरती, तिमी नै मेरो जिउने आश हो। म तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिनँ। आकाश, सुन्नु न, तपाईँले सत्यलाई भेट्नुभयो? भेटेँ। अनि कस्तो लाग्यो त? स्मार्ट, इन्टेलिजेन्ट। छोरी आरतीको यतिखेरसँग कुरा चलाइदिन पाए त जिन्दगी दुःख पाउँदैन थियो है। ठिक भन्यौ तिमीले, यो बारेमा त मैले कहिल्यै सोचेको थिएन। म आफै एकचोटि हरिसँग कुरा गर्छु। छोरा भने पनि छोरी भने पनि त्यही एउटा सन्तान त हो हाम्रो। त्यसको राम्रो देख्न पाए त जिन्दगी बढी ढुक्क हुन्थ्यो हामीलाई। तिमी चिन्ता नगर न, हाम्रो छोरीको भाग्यमा दुःख भनेको त लेखेकै छैन। झन् आफ्नै साथीको भाइसँग बिहे गरिदिन पाइयो भने त सुखै सुखले जिन्दगी कटाउन सक्थ्यो होला। त्यसो भए कुरा चलाउन ढिला नगर्नु है, भोलि नै गएर कुरा गर्नु है। ल ल, म भोलि नै गएर कुरा गर्छु। सुन्नु न, हजुरसँग एउटा कुरा गर्नु थियो। के कुरा हो? छिटो भन न, मलाई भोलि फेरि यो हिसाब किताब बुझाउनु छ कि। हजुरलाई मसँग कुरा गर्न कहिलेको समय हुन्छ र? जहिले पनि काम काम भन्नुहुन्छ। अरू मैले के गर्नु छ भने तिमीलाई जे भने त्यही पुऱ्याइदिएको छु। अलिअलि धन सम्पत्ति पनि कमाएको छु। अरू के गर्नु पर्यो? धन सम्पत्तिले जे भने त्यो पुऱ्याइदिएर मात्रै हुन्छ? ल, तिमी किन बोलाउँछौ? तिमीले सुनेको छैनौ? छन् गरी सबै मेरी, छैन गरी सबै तेरी। धन सम्पत्ति मात्रै सबै थोक हो र? रुपियाँ पैसा काम भनेर हजुरले मलाई कहिले समय दिनुभयो? अब सत्य बाबुलाई पनि हजुर जस्तै बनाउनुहुन्छ, अनि यो घरमा सधैँ म एक्लै? होइन, तिमीले भन्न खोजेको चाहिँ के हो? अलिक बुझ्ने गरी भन न। घरमा एउटी बुहारी भित्राउन पाए म कहिले घरमा एक्लो हुन्न थिएँ। जिन्दगीमा पहिलोचोटि तिमीले राम्रो कुरा गर्यो। अब म सत्यको लागि केटी बुझ्न लगाउँछु। मेरो नजरमा एउटी केटी छ। तिमीले केटी पनि हेरिसक्यौ? को हो त्यो केटी? आरती। आरती? त्यो रामको छोरी आरती? सही ठाउँमा निशाना लगाएको छ। जात भात खानदान सबै मिल्ने। अब म रामसँग भोलि नै कुरा गर्छु। अलिक छिटै कुरा चलाउनु, सत्य बाबुको बिच अब चाँडै गरिदिनुपर्छ। ल ल ल, तिमी चिन्तै नगर न। दिव्या, तिमी मलाई छोडेर कहिले काहीँ त जाँदैनौ नि है? सत्य, तिमीले के कुरा गरेको? छोडेर जान त के म सोच्न पनि सक्दिनँ। यदि मैले तिमीलाई छोडेर गएँ भने? तिमीले मलाई छोडेर जान सक्छौ र यदि गयो भने तिम्रो आकाश पातल जहाँ भयो नि म खोज्नेछु। दिव्या, मैले चिनिसकेँ, छोड। मैले पछाडिबाट आफै छोड्दा नि कसरी चिन्नु भयो? आफ्नो मुटुलाई पनि म चिन्दिनँ। मलाई धेरै माया गर्छौ। आफूलाई भन्दा पनि बढी माया तिमीलाई गर्छु दिव्या। मेरो साथ कहिले पनि नछोड्नु, मलाई सधैँ यसरी नै माया गरिराख्नु है।
तिमी बिनाको जीवन त म सोच्न पनि सक्दिनँ विद्या। हस् हजुर, हस्। सत्य बाबु, हजुर खुसी त हुनुहुन्छ नि यो बिहेमा? भाउजू, हजुरहरूले खोजेको भनेपछि नआउने कुरै हुँदैन। मैले केटी को हो भनेर सोधेको छोरा। केटी पो भन्ने कुरो तैँले बिहाको दिन मात्रै चाल पाउँछस्। यो तेरो लागि सरप्राइज हो। त्यो केटीले तपाईँलाई पनि चिन्थिन् अनि तपाईँले पनि उसलाई चिन्नुहुन्छ। को होला त्यो केटी? अनुमान लगाउनुहोस् त। भाउजू, म अनुमान गर्ने पक्षमा छैन। तपाईँहरूले हेरेको केटी मलाई जस्तो भए पनि हुन्छ। यो घर सम्हाल्ने बुहारी उता देवलोकको परि नै हुनुपर्छ। त पनि देवलोकको देवदूतै हो नि। उनी हुन् उनी आरती। आरती? राम अङ्कलको छोरी आरती? रामसँग अस्ति पनि मैले बिहेको कुरा गरेको थिएँ। अब म भोलि नै बिहेको फाइनल कुरा गर्छु। बरु आरतीले पो के भन्ने हो। भगवान्सँग के माग्यो? मागेको कुरा पनि भन्छन् त कसैले। ल नभन। अरू के माग्नु र? तिम्रो खुसी बाहेक। मेरो खुसी बाहेक अरू माग्नु पर्यो भने के माग्छौ? के भन्नु र? मेरी मायाको ओठबाट सधैँ खुसी माग्छु। अनि अरू? अनि त्यो मृत्यु। तिमी बिनाको संसारको त म कल्पना पनि गर्न सक्छु। जसको लागि म मर्न तयार छु, जसलाई म माया गर्छु, उसको लागि मृत्यु रोज्न पनि तयार छु। मलाई यति धेरै माया गर्छु तिमी। आकाश, यस्तै माया सधैँभरि गरिरह ल। आरती, हेर त हाम्रो माया देखेर भगवान पनि कति खुसी भए, पानी पारिदिए। मेरो माया 2 दिनको लागि होइन, जुनी जुनीको लागि हो। आफ्नो मुटुलाई गर्ने माया कहिले धेरै कहिले थोरै भन्ने हुन्छ र? यो मुटुमा म बाहेक अरू कसैलाई नराख ल। एकजनालाई राख्छु। त्यो एकजना चाहिँ को हो नि? लाठी, तिमी हो नि तिमी। हे राम, तर म पनि अब त सम्झी हुने भयो त। अझै पनि सम्झी भएर क भन्छस् त मलाई? तैँले पो मलाई तपाईँ भने पो, अनि मैले पनि त तँलाई तपाईँ भन्ने हो त। मबाट तँलाई तपाईँ, यो चाहिँ हुन सक्दैन। अब तँबाट हुँदैन भनेदेखि मबाट नि हुँदैन। अनि नि हरि, कहिले भाइले सोधिस् त? मेरो भाइ त तेरो छोरीसँग बिहा गर्ने भनेर मक्खै छ। अनि तैँले छोरीलाई के कुरा भनिस् त? मैले भनेपछि पक्का सम्झिन। मेरो छोरीले मैले भनेको मानिहाल्छु। बरु छिटो बिहेको तयारी गर। म पनि बिहेको तयारीमा लाग्छु। अब भनी बिहे पक्का। यस खुसियालीमा एक चेस हानौँ त। मैले भने नि म अहिले बिहे गर्दिनँ भनेर। किन तैँले बिहे गरिनस्? मेरो छोरी भएर जन्मेपछि एक दिन न एक दिन अर्का घर जानै पर्छ। छोरीको कन्यादान गर्ने हरेक बाबाको इच्छा हुन्छ नानी। प्रत्येक बाबुआमाले छोरीको कन्यादान दिनु भने ठुलो पुण्यको काम हो। आफ्नो बाबुलाई यति ठुलो पुण्यको काम गर्ने मौका दिन्न। बुवा, छोरी त्यही पनि सत्य जस्तो केटा हरेक बाबुआमाको सपना हो। सत्यले तँलाई सधैँ सुखी र खुसी राखेको छ छोरी। बुवा,
म अरू कसैलाई नै माया गर्छु। त्यति ठुलो विश्वासघात, त्यही पनि आफ्नै सन्तानबाट। मैले विश्वासघात गरेको छैन बुवा। अब तैँले बुवा भन्ने अधिकार गुमाइसक्यो। बुवा, कसैलाई माया गर्नु पाप हो र? माया त हामीले जस्तो कसैले पनि गर्दैन छोरी तँलाई। आफूलाई भन्दा बढी माया गर्ने बाल्ला आमालाई आफ्नो मनको कुरा लुकाएर ठुलो भुल गरेको छोरी। पहिला नै किन भनिन? कुरा पक्का गर्नुभन्दा पहिला एकचोटि हजुरले मलाई सोध्नु भएर। गल्ती भयो, मबाट ठुलो गल्ती भयो। के थाहा, हिजोसम्म ताते भनेर डोर्याउँदै हिँडेको छोरी आज यति ठुली भएछ कि भनेर। मेरो बुइमा चढेर हट गराहट भनेर खेल्ने सानो अबोध नै मलाई थाहा नै भएन। मेरो छोरी सपनाको राजकुमारसँग आफ्नो मनको कुरा साथी भइछ कि भनेर। मलाई माफ गर्नु छोरी। मेरो मान सम्मान इज्जतको लागि, तिम्रो उज्जवल भविष्यको लागि मेरो कुरा मानिदेऊ छोरी, मेरो बिन्ती छ। तर बुवा, आकाश म बिना बाँच्न सक्दैन। आकाशले मलाई धेरै माया गर्छ। आरती, आकाशलाई बिर्सिदेऊ, एउटा मिठो सपना सम्झेर। सम्झ कि सपनाबाट बिर्सेर तिम्रो सामु आकाश थिएन भनेर। म उसलाई धेरै माया गर्छु। म पनि ऊ बिना बाँच्न सक्दिनँ। मलाई भावनामा नडुबाउनुहोस् बुवा। मलाई एका ठाउँमा बाँच्न दिनु। म आकाशलाई आफूलाई भन्दा धेरै माया गर्छु। यदि तपाईँहरू आफ्नो मान प्रतिष्ठानको लागि यो छोरीको बलिदान दिन चाहनुहुन्छ भने म पनि मेरो चोखो मायाको लागि यो घर छोडेर जान सक्छु। बुवा, नानीसित डक्टर फोन गर्न चाहन्छु। उठ्नु न, के भयो के भगवान? हेलो डक्टर। आरती, के भयो? किन रोइरहेको? आकाश, यो भेट्ने सायद हाम्रो अन्तिम भेट होला। अब मेरो बिहे हुँदैछ। अब म तिमीबाट टाढा जाँदैछु। नजिस्कन आरती, तिमी मबाट कसरी टाढा जान सक्छौ? टाढा त हुनै पर्छ। सँगै सपना सजायौँ। मैले त पहिले भनेको थिएँ नि बुवासँग कुरा गरौँ भनेर। तर आज बुवाले मलाई नै नसोधिकन मेरो बिहे अन्त्य कसैसँग फिक्स गर्नुभएछ। आरती, म तिमी बिना कसरी बाँचौँ? त्यस्तो नभन न प्लिज। म तिमीलाई धेरै माया गर्छु। मलाई मेरो भन्दा बढी चिन्ता तिम्रो लाग्छ। म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ आरती। फेरि भन्दैछौ तिमी म अरूसँग बिहे गर्दैछु भनेर। आरती, नाइ, म हुँदाहुँदै तिम्रो सिउँदोमा अरू कसैको सिन्दुर परोस् म सोच्न पनि सक्दिनँ। यदि तिमीले सच्चा हृदयले मलाई माया गरेको हो भने तिमीले मलाई बिर्सनै पर्छ। प्रेमीहरू आफ्नो प्रेमिकाको लागि स्वर्गको ढोका पनि ढकढकाउन सक्छन् आकाश। त्याग, बलिदान, प्राप्ति, समर्पण भन्दा धेरै माथि हुन्छ। त्योभन्दा पनि माथि हुन्छ मानवीय संवेदन। आज म तिमीलाई त्यही संवेदनशील मान्छे भएर निर्णय लिन आग्रह गर्दछु। एकातिर मेरो बाको जीवन सङ्कटमा छ, अर्कोतिर मेरो माया। यी दुई मध्ये म के रोजौँ? तिमी आफै भन त आकाश। आरती, के भन्दैछौ यो? म अरू केही सोच्न पनि सक्दिनँ। छोरा मान्छे भएर जन्मिसकेपछि जस्तोसुकै बिहे पनि सहन सक्नुपर्छ। म नभएर के भएर? मसँग बिताएका ती हरेक पल छ तिमीसँग। एकचोटि मलाई बिर्सेर त हेर। समय आफैले मलमपट्टि लगाउने छ, मात्र मेरो खुसीको लागि। तिमीलाई असाध्यै माया गर्ने तिम्रो मायाको लागि। आरती, नरौ न। म तिम्रो लागि जे पनि गर्न तयार छु। आकाश, I love you. I am really sorry.
मङ्गलम भगवान् विष्णु मङ्गल गरेर मङ्गला पुण्डरी काक्ष मङ्गलाय तनु हरि। ल अब दुलहीले दुलालाई टिका लगाइदिनुहोस्। ल नानी अरू दुलाले टिका लगाइदियो त। आऊ न हौ लगाउनु पर्दैन। लगाउनु ल ट्याक ट्याक। ल ल केमा लगाइदिनु। ल दुलाले पनि दुलाईले टिका लगाइदिनु। लगाइदिनुहोस् ल चक्क। ल अब पाती पनि लगाइदिनुहोस् सधैँ। ल अब दुलहीले दुलालाई माला लगाइदिनु। ल लगाइदिनुहोस् पनि लगाइदिनुहोस्। ल सबैजनाले ताली बजाइदिनु होला। ताली बजाइदिनु सबैजनाले। ल अब स्वयंवरको बेला भयो। दुलहीले दुलालाई औँठी लगाइदिनुहोस्। हरि ओम नारायण लगाइदिनुहोस्। साइनी औँलामा लगाइदिनु है। यो औँलामा लगाइदिनु है। ल ल लगाइदिनु। ओम नमो नारायण हरि ओम। अब लगनको पोते लाउने बेला भयो। पोते लगाइदिनुहोस्। लगाइदिनुहोस्। हरि ओम नमो नारायण। ल लगाइदिनु होला। सबैजनाले ताली बजाएर स्वागत गरिदिनु होला। ओम नारायण हरि ओम नारायण। अब दुलाईले सिन्दुर हाल्ने बेला भयो। माइती पक्षीहरूले नहेरिदिनु होला है एकछिन। ल सिन्दुर लगाइदिनुहोस्। ओम नारायण हरि ओम नारायण। सिन्दुर लगाइदिनुहोस्। आरती तिमीले मलाई बिहेमा बोलाएनौ तर म आएँ नि होइन। एउटा साथीले दिन सक्ने भनेकै वैवाहिक जीवनको धेरै धेरै शुभकामना। डोन्ट माइन्ड है, डोन्ट माइन्ड। होइन राम, को लफङ्गा रहेछ यो? हरि मलाई पनि के थाहा र यतै गाउँतिरको जडा हुन सक्छ नि। गणेशजी दिएको मन त पर्नु सुरु गर्नु। ल सिन्दुर हाल्ने बेला भयो। माइती पक्षी उता फर्किदिनु होला। नहेरिदिनु होला है। ल राम, बिहा पनि सम्पन्न भयो। अब तिमीहरू पनि आफ्नो घरमा जाऊ। अब हामी पनि आफ्नो घरमा जान्छौँ। हरि मैले गरेको बाचा पुरा गरेँ। मेरी छोरी तेरो घरको आज बुहारी भएको छ। मेरो छोरीलाई राम्रोसँग ख्याल गर है। मेरो छोरीको आँखाबाट एक थोपा आँसु कहिल्यै झर्न नदिए है। राम, तेरो छोरी मेरो छोरी पनि हो। आरतीलाई म कहिले पनि दुःख दिन्न। त ढुक्क हो। बाबु मेरो छोरी तपाईँलाई जिम्मा लगाएको छु। आजबाट मेरो छोरीले केही सानो तिनो गल्ती गरी भने पनि त्यो चाहिँ माफी गरिदिनु है। हजुरले केही चिन्ता नलिनु। आरतीको आँखामा म कहिले आँसु गर्न चाहन्छु। छोरी राम्रोसँग जाऊ ल। बेला बेलामा कल गर्दै गर। तिम्रो लागि हामी छौँ, केही चिन्ता नगर ल। देवी नानी, आजदेखि मेरो छोरी मैले तपाईँको हातमा सुम्पिदिएको छु। राम्रोसँग हेर्दै देख्दै गरिदिनु ल। सीता भाउजू आरतीको तपाईँले चिन्तै लिनु पर्दैन। आरतीको साथमा म छु। चिन्ता नगर ल। भगवान नरो। जाऊ जाऊ।
हे भगवान, हे भगवान, यता सुन। कुनै दिन म र आरती यही मन्दिरमा आएर कसम खाएको थियो। आज हेर त म एक्लै आएँ। आज मेरी आरती को जन्मदिन हो। यही जन्मदिनमा म र आरती सधैँ पूजा गर्न आउँथ्यो। आज हेर त म एक्लै छु। मेरो आरती पक्कै आउँछ। बाबा मलाई अलिकति खुसी पनि देख्न सकिन्छ नि। आरतीलाई मबाट मेरो भगवान, म भएको ठाउँमा कहिल्यै पनि आउँदैन, कहिल्यै पनि आउँदैन। तिमीलाई जन्मदिनको लाखौँ लाख शुभकामना। अब मन्दिर घुमौँ है। आकाश, आकाश, आरती तिमी आयौ? मलाई थाहा थियो तिमी पक्कै आउँछु भनेर। आकाश, तिमीले यो के हाल गरेको? मेरो हालत यस्तै छ। तिमीले जस्तो छोड्यौ त्यस्तै छ। बरु तिम्रो भन्न। आकाश, यो तिमीले ठिक गरेनौ। किन तिमी आफ्नो जिन्दगी आफै बर्बाद गर्दैछौ? अब म अरू कसैको भइसकेँ। मेरो सिउँदोमा अरू कसैको सिन्दुर परिसक्यो। तिमीलाई भुलेर म खुसी हुन सिकिसकेँ। तिमी पनि मलाई भुलेर अब खुसी हुन सिक। तिमी खुसी छौ होइन? म यसमै खुसी छु। तिमी नै मेरो पहिलो प्रेम, तिमी नै मेरो अन्तिम प्रेम। आकाश, तिमीलाई मेरो कसम, आजबाट तिमी रक्सी पिउँदैनौ। रक्सी छोड रे। रक्सी मेरो साथी हो। तिमीले त छोडेर गइहाल्यौ। रक्सी छोड्यो भने म कसरी बाँच्ने? एनिवे, ह्याप्पी बर्थडे आरती। आरती के गरेर बस्यो कि? घर जाने होइन? आऊ।
सत्य सत्य हजुर सत्यको घर यही हो? हजुर यही हो। किन होला, मैले त तपाईँलाई चिनिनँ नि। बिस्तारै चिन्नुहुन्छ, सत्यलाई बोलाइदिनु न। सत्य बाबु, बाबु बाहिर आउनु त। सत्य सत्य, हजुरले मलाई किन एक्लै छोडेर आउनुभयो? म कति छटपटे, म कति तड्पे, तिमीलाई थाहा छ? तिमी भएको ठाउँसम्म आइपुग्न कति धेरै टाइम लाग्यो, म कति धेरै तड्पिएँ। किन तिमीले मलाई फोन पनि नगरेको? किन तिमीले तिम्रो मोबाइल अफ गरेर राखेको? सत्य के हो सब? दिव्या, तिमी यहाँ किन आएको? तिमी यहाँ गइहाल। सत्य, म यहाँ नआएर कहाँ जाऊँ? अब यो जन्मने बच्चाले बाबा खोइ भन्दा म कसलाई देखाऊँ? मेरो आरतीसँग बिहा भइसक्यो। बिहे? अनि म हाम्रो चोखो मायालाई बिर्सेर कसरी अरूसँग बिहे गर्न सक्यो? बाबु यो सब के हो? हामीले त बुझ्न सकेनौँ नि। सत्य आखिर यो के हो? किन बोल्दैन? भाइ, दिव्या र म एकअर्कालाई माया गर्थ्यौँ। एक्कासी उसको पेटमा बच्चा छ भनेपछि मैले तपाईँहरूको इज्जतमा दाग लाग्छ भनेर दिव्यालाई छोडेर यता आएको। अनि मैले हजुरहरूले भनेको केटीसँग बिहा गरेँ। सत्य, हजुर त असल मान्छे जस्तो लाग्थ्यो। एउटी छोरी मान्छे कि खिलौना मात्र हो र? रमाइलो गर्नुभयो, आफ्नो स्वार्थ पुरा भएपछि उसलाई छोडिदिनु भयो, अनि आएर मेरो पनि जिन्दगी बर्बाद गर्नुभयो। बिचरा यस्तो अवस्थामा यो समाजसँग कसरी बचिनु होला? आफ्नो बाउ आमालाई के जवाफ दिनु होला? कहिले सोच्नुभयो उसको पेटमा बच्चा छ भन्ने थाहा पाएपछि उसलाई छोडेर आउनुभयो होइन? सत्य, साँचो माया गुमाउनुको पीडा मैले पनि भोगेर आएको छु। बिचरा यस्तो अवस्था पनि तपाईँलाई खोज्दै आए। अब उसलाई अपनाउनुहोस्। आरती के भन्ने? हेर आरती, मैले तिम्रो बुवाले वचन दिइसकेको छु, तिम्रो आँखामा कहिले पनि आँसु दिन्न भनेर। तिमी माथि सौता, यो हामीलाई स्वीकार छैन। बिचरा यस्तो अवस्थामा पनि सत्यलाई खोज्दै आउनु भएको छ। अब म सत्य र उसको बिचमा आउन चाहन्न दाइ। त्यस्तो नभन्नु, हजुरहरूले मेरो बस्नु छ, धेरै बस्नु गरौँ नै गरौँ। यस्तो अवस्थामा तिमी कहाँ जान्छौ? यहीँ बस्छौ? बरु म नै यो घरबाट जान्छु। आरती तिमी यो के भन्दैछौ? तिमी यो घर छोडेर कतै जाँदैनौ। आरती, मलाई माफ गरिदियो। मैले दिव्याको माया पुग्न सकिनँ। तिमीले मेरो आँखा खोलाइदियो। आरती म के गर्ने कुरा? हेत्तेरिका, मैले मेरो साथीलाई दिएको वचन त्यत्तिकै माटोमा मिल्ने भयो। अब के गर्ने होला त? बुढो, छोरीको फोन नआएको नि धेरै भइसक्यो। उसले पनि गरेको छैन, हामीले पनि फोन गरेका छैनौँ। सन्चो छ कि बिसन्चो छ कि केही अत्तो केही थाहा छैन त। भन्दा भन्दै फोन पनि आयो। ला हो र? हेलो आरती, के भयो? सीता, आरती घरबाट निक्लिएर बाहिर गयो। कहाँ गयो अलिक? के भन्नुहुन्छ? कहाँ निस्क्यो त केही नभनिकन? हिँड्नु नि त त्यसो भए कहीँ खोजौँ कि केही। कहाँ निस्क्यो त? आउन यहीँ हुन्छु यो।
हेर भगवान्, मैले तेरो अगाडि कहिल्यै आउँदिन भनेको थिइनँ। आज आउन मन लाग्यो, तँसँग बस्न मन लाग्यो। आरती, मेरो जाने समय आए जस्तो छ। यो जन्ममा तिमी मेरो हुन सकेन भने अर्को जन्ममा तिमी मेरै हुने। आरती, म तिमीलाई पर्खिबसेको छु। अर्को जन्ममा तिमी मेरै भएको हेर्नु पाउने। आरती, आकाश, 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 उठ न। आकाश, आकाश, एकचोटि आँखा त खोल, एकचोटि बोल न आकाश। आकाश, मैले सत्यको घर छोडेर आइसके, अब हामी एक हुनुपर्छ। आकाश, 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 एकचोटि आँखा त खोल। आकाश, आकाश, राम बाबु कहाँ हो त रेरेन? हेर्नुहोस् न, हाम्रो छोरी आरती घरबाट निस्केर हिँडेकी छ अरे। उसलाई खोज्दै हिँडेको छ हामीले। हामी जाम खोज्न, हामी आउँछ। आकाश, आकाश, मैले तिम्रो माया र त्यागलाई कहिले बुझ्न सकिनँ। मलाई माफ गरिदेऊ। आकाश, यो दुनियाँमा त हामी एक हुन सकेनौँ। तिमीले पनि मलाई छोडेर गयो। अब म कसको लागि बाँचौँ? आकाश, आकाश, अब हामी एक हुनुपर्छ है। आकाश, अब हामी एक हुनुपर्छ। आकाश, अब हामीलाई एक हुन कसैले नि रोक्न सक्दैन। अब हामी जुनी जुनीभरिको लागि सधैँभरि एक हुने है आकाश? है आकाश?
छोरी हामीबाट ठुलो गल्ती भयो छोरी मलाई माफ गरिदे छोरी तिमीहरूको प्रेमलाई मैले बुझ्न सकिनँ सीता हामी छोरीले यो के गरे ए नानी यस्तो उमेरमा किन यसो गरेको लाउन सक्दैन उमेरमा किन यसो गरेको नि बाबु किन यसो गरेको बिचारा बाबाआमाले माया बुझेको भए यो अवस्था आउँदैन अहिले छोरी बुझ न नानी तिमीले